बिस्तारै बिस्तारै तिमीसित कुरा नगरी दिन बिताउन थालेको छु। बिस्तारै बिस्तारै तिमीलाई सम्झिन पनि छोडिसके। मुटुको कुनामा बसेको तिम्रो त्यो ठाउँ अब कुहिरोले ढाकिए जस्तो फिक्का हुँदै गएको छ। यादहरू त अझै पनि छन्, तर अब तिनले हिजो झैँ छाती चिर्ने गरी बोल्दैन। यी आँखाहरूले अब हरेक भिडमा तिमीलाई खोज्दैन। अब तिमी नभए पनि आँखामा निन्द्रा आउन थालेको छ। अब बिहान उठ्ने बित्तिकै तिम्रो म्यासेज आयो कि भनेर फोन पनि चेक गर्दिन। तिम्रो प्रोफाइल हेरिरहने त्यो पागलपन पनि मरेको छ। जब तिम्रो मनबाट म पूर्ण रूपमा हराइसकेको थिएँ, त्यसपछि मैले पनि तिमी पछिको संसार चुपचाप बन्द गरिदिएँ। म पूर्ण खुसी छु भन्न सक्दिन, तर दुःखको भारीले पनि अब थिचिरहेको पनि छैन। तिमीले जब मेरो अस्तित्वलाई नै बेवास्ता गर्यौ, त्यो दिन मैले पनि तिमीलाई मेरो संसारबाट चुपचाप बिदा गरिदिएँ। म खुसी छु भनेर झुट बोल्न सक्दिन, तर दुःखले पनि अब चिच्याएर रुवाउँदैन। यो एउटा अजीब अवस्था हो, जहाँ म टुटेको पनि छैन, तर सबै पर्फेक्ट पनि छैन। तिमीलाई बिर्सन सकिन्छ कि सकिँदैन, सायद त्यो समयले बताउँछ। तर अहिलेको सत्य यति हो, तिमी नभए पनि म बाँचिरहेको छु, र आजकल तिमीलाई सम्झिन पनि मन लाग्दैन।